जन्सन एन्ड जन्सनको बेबी ट्याल्कम पाउडरले क्यान्सर लाग्छ भनेर अहिले जन्सन एन्ड जन्सन कम्पनीलाई युकेमा 3000 जना भन्दा बढी मान्छेहरूले केस हालेका छन्। यदि तपाईले आफ्नो बच्चालाई जन्सन एन्ड जन्सनको बेबी ट्याल्कम पाउडर लगाइदिनुहुन्छ भने यो न्यूज तपाईको लागि एकदमै इम्पोर्टेन्ट हो। आरोप लगाएको केपी लको अनुसार जन्सन एन्ड जन्सनले 1960 देखि एस्बेस्टस भएको ट्याल्कम पाउडर बेचिरहेको छ अनि यसले क्यान्सर लाग्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि यो कुरा लुकाएर बेच्न रोकेको थिएन। इनफ्याक्ट जन्सन एन्ड जन्सनले यो कुरा ढाकछोप गरेको प्रुफ गर्ने डकुमेन्ट्सहरू केपी लले सार्वजनिक पनि गरिसकेको छ। एस्बेस्टस भनेको चाहिँ एउटा यस्तो नेचुरली पाउने मेटेरियल हो जुन यदि तपाईले सास फेरेर भित्र लिनु भयो भने इमिडिएटली केही हुँदैन, बट 10 देखि 40 वर्षपछि यसको असर देखिन सक्छ। किन भन्नुहुन्छ भने एस्बेस्टसको धुलो यति मसिनो हुन्छ कि एकचोटि शरीरमा गयो भने बाहिर कुनै पनि हालतमा निकाल्न सकिँदैन र यसले शरीरमा फोक्सो र अन्य ठाउँमा बिस्तारै बिस्तारै सानो सानो प्वाल बनाउँदै जान्छ जसले क्यान्सर दिन सक्छ। त्यसैले गर्दा यो शरीरभित्र गएको वर्षौंपछि मात्र यसको एक्चुअल असर चाहिँ देखिन्छ। त्यसैले केस हाल्ने प्राय मान्छेहरू अहिले सिनियरहरू हुन् जसले आफू बच्चा हुँदा चाहिँ त्यो बेबी पाउडर लगाएका थिए। एस्बेस्टस चाहिँ खास कन्स्ट्रक्सनमा विश्वभरि नै युज गरिन्थ्यो, तर पछि यसको असर थाहा भएपछि दुनियाँभरमै यसमा ब्यान लगाइएको थियो। जन्सन एन्ड जन्सनले चाहिँ यो कुरालाई डिनाइ गरेको छ र उनीहरूको पाउडर हेल्थ रिक्वायरमेन्टसँग कम्प्लाई गर्छ भनेको छ। तर एकदम नै डरलाग्दो कुरा चाहिँ अस्तिको हप्ता मात्र युएसमा जन्सन एन्ड जन्सनको बेबी पाउडरले गर्दा एउटा महिलालाई क्यान्सर लागेर मरेको भनेर कोर्टले जन्सन एन्ड जन्सनलाई $966 मिलियन त्यो महिलाको परिवारलाई कम्पेन्सेसन दिन अर्डर दिएको छ। र यति मात्र होइन, कति केस त स्टिल पेन्डिङ छ। र साथै जन्सन एन्ड जन्सनले ट्याल्कम बेस्ड पाउडर चाहिँ युएस र क्यानाडामा 2020 सालदेखि र प्राय अरू सबै ठाउँमा 2023 सालदेखि चाहिँ बेच्न बन्द गरिसकेको छ। अल्दो कति ठाउँमा चाहिँ यो स्टिल स्टकमा हुन सक्छ। तर यो कुराको पनि याद राख्नु होला, यो करेन्टली चाहिँ ट्याल्कम बेस्ड प्रडक्टमा मात्र हो र अरू प्रडक्टमा चाहिँ होइन। सो प्लिज आफ्नो बच्चाहरूलाई चाहिँ लेबल हेरेर ट्याल्कम बेस्ड पाउडर चाहिँ नदिनु होला।